नमस्कार साथीहरू। आज हामी चाहिँ लोकसेवामा सोधिएका सुन्दा उस्तै तर फरक अर्थ लाग्ने अथवा फरक कुराहरूको बारेमा डिस्कस गर्छौँ। धूर्त प्रधानमन्त्री भनेको चाहिँ चन्द्र शमशेर, रुन्चे प्रधानमन्त्री भनेको चाहिँ पद्म शमशेर, त्यसै गरी बुढा महाराज भनेको चाहिँ श्री 3 भीम शमशेरलाई भनिन्छ, नानी महाराज भनेर चाहिँ श्री 5 सुरेन्द्रलाई भनिन्छ। त्यसै गरी कारले समय 10देखि 5 गर्ने चाहिँ देव शमशेर हुनुहुन्छ। त्यसै गरी कारले समय 10देखि 4 गर्ने भीम शमशेर बुढा महाराज भएको कारण, राजर्षि महाराज जुद्ध शमशेर, त्यसै गरी फिस्टे महाराज भनेको चाहिँ चन्द्र शमशेर, धूर्ते महाराज पनि धूर्त प्रधानमन्त्री पनि चन्द्र शमशेर हो है, याद राख्नुपर्ने। देवताको वैद्य भनेको अश्विनी कुमार, त्यसै गरी देवताको गुरु भनेको चाहिँ बृहस्पति हो। धोकेबाज नेता भनेर हामीले डाक्टर तुलसी गिरीलाई चिन्छौँ। त्यसै गरी अवसरवाद नेता भनेर विश्वबन्धु थापालाई चिन्छौँ। झ्यालमा ऐना राख्ने चलन चलाउने राणा प्रधानमन्त्री मल्ल राजा चाहिँ रणजित मल्ल, झ्यालमा बुट्टा राख्ने चलन चलाउने चाहिँ नरेन्द्र देव। त्यसै गरी सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने राजा चाहिँ प्रताप मल्ल, त्यसै गरी रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने राजा चाहिँ नरेन्द्र देव। त्यसै गरी गगनचुम्बी भवनको सहर भन्यो भने चाहिँ हामी न्युयोर्क, त्यसै गरी सुन्दर भवनको सहर भन्यो भने चाहिँ वासिङटन डिसी, त्यसै गरी महलहरूको सहर भन्यो भने चाहिँ कोलकाता भारतको, त्यसै गरी सपनाको सहर भन्यो भने चाहिँ मुम्बई है, बिर्सिएको सहर भन्यो भने चाहिँ लासा तिब्बत। पहिलो पटक साझा पुरस्कार पाउने व्यक्ति भनेर कुरा गरियो भने चाहिँ भुपी शेरचन। त्यसै गरी पहिलो पटक पृथ्वी पुरस्कार पाउने व्यक्ति चाहिँ बालकृष्ण सम। पहिलो पटक मदन पुरस्कार पाउने व्यक्ति चाहिँ चितरञ्जन नेपाली र सत्यमोहन जोशी हुनुहुन्छ। त्यसै गरी बढी गजुर भएको मन्दिर भनेर सोध्छ कृष्ण मन्दिर, जसमा 21वटा गजुर छ। त्यसै गरी गजुर नै नभएको मन्दिर भनेर सोध्छ, यो चाहिँ अशोक विनायक हो। त्यसै गरी ऊ मरि अरे भनेर लेख्ने चाहिँ सुभाष घिसिङ हुनुहुन्छ भने ऊ मरि कि छैन भन्ने कृति लेख्ने चाहिँ बालकृष्ण सम हुनुहुन्छ। 0 डिग्री अक्षांशलाई हामी भूमध्य रेखा भन्छौँ। त्यसै गरी 0 डिग्री देशान्तरलाई चाहिँ हामी प्रधान मध्याह्न रेखा भन्छौँ। 23 डिग्री उत्तर अक्षांश भनेको चाहिँ कर्कट रेखा हो। त्यसै गरी 23 डिग्री दक्षिण अक्षांश भनेको चाहिँ मकर रेखा हो होइन। 66 डिग्री उत्तरी अक्षांश भनेको चाहिँ सुमेरु वृत्त भन्छौँ। त्यसै गरी 66 डिग्री दक्षिणी अक्षांश भनेको चाहिँ कुमेरु वृत्त है। अब त्यसै गरी एकै समय एकातिर रात र अर्कोतिर दिन हुने चाहिँ रुसको द मस्को भन्ने ठाउँ हो। त्यसै गरी पूर्वको ग्रेट ब्रिटेन भनेर हामी जापानलाई चिन्दछौँ भने दक्षिणको ग्रेट ब्रिटेन भनेर हामीले न्युजिल्यान्डलाई चिन्छौँ। त्यसै गरी चुरे संरक्षण क्षेत्र जम्मा 26वटा छ। त्यसै गरी चुरे संरक्षण क्षेत्र फैलिएको जिल्ला भन्यो भने चाहिँ यो 36वटा छ। त्यसै गरी चुरे संरक्षण क्षेत्र कार्यक्रम लागू भएको जिल्ला भन्यो भने चाहिँ यो फेरि 23वटा छ है। इन्द्र जात्रा सुरु गर्ने राजा चाहिँ गुणकामदेव हुनुहुन्छ। त्यसै गरी इन्द्र जात्रामा कुमारीको रथ घुमाउने चलन चलाउने राजा चाहिँ जयप्रकाश मल्ल। त्यसै गरी इन्द्र जात्रामा लिङ्गो गाड्ने चलनको सुरुवात गर्ने राजा प्रताप सिंह शाह। त्यसै गरी सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने राजा प्रताप मल्ल हुनुहुन्छ भने है। त्यसै गरी अब युरोपको बिरामी भनेर हामीले टर्कीलाई चिन्छौँ। त्यसै गरी एसियाको बिरामी भनेर हामीले चाहिँ फिलिपिन्सलाई चिन्छौँ है। खाम्ची भाषा चेपाङको हो भने खाम्जी भाषा चाहिँ राउटीहरूको हो। सुन्दा उस्तै छ तर अर्थ फरक छ है। साइकल सिटी भनेको चाहिँ धरानको हो, नेपालको साइकल सिटी। नेपालको मेडिकल सिटी भनेर चितवनलाई चिनिन्छ। त्यसै गरी मन्दिरको सहर भनेर चाहिँ हामीले काठमाडौँलाई चिन्छौँ। त्यसै गरी स्वर्ण मन्दिर भएको सहर भन्यो भने चाहिँ भारतको अमृतसर हो है। त्यसै गरी 7 टापुको नगर भन्यो भने चाहिँ मुम्बई सहरलाई चिन्छौँ हामीले। त्यसै गरी 7 पहाडको सहर भनेर सोध्यो भने चाहिँ यो रोम हो, इटली है। त्यसै गरी ब्लू चिप्स भनेर केसँग सम्बन्धित छ भनेर सोध्छ, यो चाहिँ सेयर बजारसँग सम्बन्धित छ। ब्लू बक्स WTOमा दिने कृषि अनुदान हो। त्यसै गरी उच्च स्थानको मन्दिर भनेको चाहिँ मुक्तिनाथ मन्दिर हो। उच्च स्थानको गुम्बा भनेको चाहिँ थ्याङबोचे गुम्बा हो। यो चाहिँ पासाङ लामु शेर्पा नगरपालिका सोलुखुम्बुमा अवस्थित छ। त्यसै गरी बढी धान फल्ने जिल्ला भनेर सोध्यो भने चाहिँ झापा। बढी खाद्यान्न बाली उत्पादन हुने अथवा भएको जिल्ला भन्यो भने चाहिँ मोरङ। त्यसै गरी सहारा मरुभूमिमा चल्ने हावा भनेको सिरेको हो भने हिमालय पर्वतीय क्षेत्रमा चल्ने हावा चाहिँ सिरेन्टो हो। त्यसै गरी हामीले खरिदार बा भनेर चाहिँ कृष्णप्रसाद भट्टराईलाई चिन्छौँ भने खरिदार बाजे भनेर चाहिँ हामीले बाबुराम आचार्यलाई चिन्छौँ। त्यसै गरी स्यार्खु ताल भनेको चाहिँ कास्की है। त्यसै गरी स्यार्पु ताल भनेको चाहिँ रुकुममा पर्छ, स्यार्खु ताल चाहिँ कास्कीमा पर्छ, सुन्दा उस्तै छ है। चिर्खवा झरना चाहिँ भोजपुरमा छ भने खुवाको झरना चाहिँ फेरि उदयपुरमा छ।
है। उत्तर वाहिनी नदी भनेर हामीले कर्मनाशालाई चिन्दछौँ भने उत्तर गङ्गा नदी भनेर चाहिँ हामीले सानो भेरीलाई चिन्छौँ। त्यसै गरी नेपालको जिउँदो सिंह भन्यो भने चाहिँ अमरसिंह थापा हो। त्यसै गरी नेपालको जिउँदो शहीद भन्यो भने चाहिँ टङ्कप्रसाद आचार्य हो है। त्यसै गरी राष्ट्र निर्माता भन्यो भने चाहिँ पृथ्वीनारायण शाह हो। त्यसै गरी राष्ट्रपिता भन्यो भने चाहिँ फेरि श्री 5 त्रिभुवन हो है। एक गाउँ एक पोखरीको चलन चलाउने जिल्ला चाहिँ धनकुटा हो भने एक घर एक बिरुवा चाहिँ वीरेन्द्रनगर सुर्खेत हो। त्यसै गरी अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्ग्रहालय भन्यो भने चाहिँ कास्कीमा छ। अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उद्यान भन्यो भने चाहिँ नुवाकोटमा छ। त्यसै गरी थारू सङ्ग्रहालय चाहिँ शक्तिखोर चितवनमा छ। त्यसै गरी थारू संस्कृति सङ्ग्रहालय चाहिँ ठाकुरबाबा बर्दियामा छ है। ल्यान्ड अफ गोल्डन फाइबर भनेर चाहिँ पाकिस्तानलाई भनिन्छ भने ल्यान्ड अफ म्यापल भन्यो भने चाहिँ गोल्डन म्यापल भन्यो भने चाहिँ क्यानाडालाई भनिन्छ। लामो हिमनदी लामटाङ हो। ठुलो हिमनदी चाहिँ हाम्रो खुम्बु हो है। त्यसै गरी कवि शिरोमणि भनेर चाहिँ हामीले लेखनाथ पौडेललाई चिन्दछौँ भने युवा कवि भनेर हामी मोतीराम भट्टलाई चिन्दछौँ। त्यसै गरी युग कवि भनेर हामी सिद्धिचरण श्रेष्ठलाई चिन्दछौँ। त्यसै गरी महाकवि भनेर लक्ष्मीप्रसाद देवकोटालाई चिनिन्छ। त्यसै गरी राष्ट्रकवि भनेर चाहिँ हामीले माधवप्रसाद घिमिरेलाई चिन्दछौँ है। त्यसै गरी पुरानो मूर्ति विरूपाक्षको मूर्ति हो। पुरानो ढुङ्गाको मूर्ति भन्यो भने चाहिँ यो तपाईँको विरूपाक्षको मूर्ति हो। पुरानो मूर्ति चाहिँ विश्वरूपको मूर्ति हो, नझुकिनु होला। धान नाच चाहिँ लिम्बूहरूको हो भने चण्डी नाच चाहिँ राईहरूको हो। त्यसै गरी लाइट अफ दि ओल्ड भनेर चाहिँ जिजस क्राइस्टलाई भनिन्छ। त्यसै गरी लाइट अफ दि एजिया भन्यो भने चाहिँ हाम्रो गौतम बुद्धलाई चिनिन्छ। त्यसै गरी सबैभन्दा पहिलो सूर्योदय र सूर्यास्त हुने देश न्युजिल्यान्ड, मध्यरातमा सूर्य उदाउने देश चाहिँ नर्वे। त्यसै गरी सेतो हात्तीको देश भन्यो भने चाहिँ थाइल्यान्ड है। धेरै हात्ती हजारौँ हात्तीको देश भन्यो भने चाहिँ लाओस। त्यसै गरी सूर्योदयको देश भन्यो भने चाहिँ जापान होइन। सूर्यास्तको देश भन्यो भने चाहिँ हाम्रो चाहिँ ब्रिटेन हुन्छ। त्यसै गरी नेपाली भाषाको पहिलो पत्रिका भन्यो भने चाहिँ गोर्खा भारत जीवन हो। त्यसै गरी नेपालबाट प्रकाशित पहिलो पत्रिका भन्यो भने चाहिँ सुधासागर हो। नेपालको पहिलो दैनिक पत्रिका भन्यो भने चाहिँ आवाज हो।